नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले रोचक लोककथा लिएर आएको छु। आशा छ आजको लोककथा तपाईलाई मन पर्नेछ। कथा कछुवा, अजिङ्गर र चराहरू बीचको महायुद्ध। धेरै धेरै वर्ष पहिले जब जंगलमा मानिसहरूको आवत जावत कम थियो र जनावरहरू एक अर्कासँग बोल्न सक्थे, यस समयको कुरा हो यो। मिजोरामको हरियाली पहाडहरूमा, जहाँ बाँसका वनहरू हावामा सरसर गर्दै झुम्थे र खोलाहरू बग्थे, त्यहाँ एउटा सुन्दर जंगल थियो। त्यस जंगलमा एउटा मृग बस्थ्यो। उसका लामा लामा खुट्टाहरू थिए, उसको शरीर बलियो थियो र दौडिन अत्यन्तै फुर्तिलो थियो। उसका आँखाहरू चम्किला थिए र ऊ आफ्नो सुन्दरतामा धेरै गर्व गर्थ्यो। उसले जहिले पनि सोच्थ्यो कि ऊ जंगलका सबैभन्दा चलाक र तीव्र प्राणीहरू मध्ये एक हो। त्यसै जंगलमा एउटा कछुवा पनि बस्थ्यो। कछुवाको शरीर भारी थियो, उसको खोल बाक्लो थियो र ऊ हिँड्दा अत्यन्तै बिस्तारै हिँड्थ्यो। तर कछुवा धेरै बुद्धिमान थियो। उसले कहिले पनि हतार गरेन, सधैँ सोच विचार गरेर मात्र काम गर्थ्यो। गाउँका मानिसहरू भन्थे कि कछुवाको खोल जति बाक्लो छ, त्यसको मन त्योभन्दा गहिरो छ। एक दिन बिहानको समय थियो। घामको सुनौलो किरणहरू पहाडमाथि छरिएका थिए। चराहरू चिडचिड गर्दै गाउँदै थिए। हावा निकै सुहाउँदो थियो। मृग र कछुवा जंगलको बाटोमा भेट भए। दुवैजना एउटै दिशातिर जाँदै थिए। ए कछुवा मित्र, कता जाँदैछौ आज? मृगले हाँसेर सोध्यो। खोलातिर जाँदैछु, पानी खान, कछुवाले बिस्तारै जवाफ दियो। तिमी कता जाँदैछौ? म पनि त्यहीँतिर जाँदैछु। आज निकै गर्मी भएको छ, खोलाको चिसो पानी पिउनु पर्छ, मृगले भन्यो। दुवैजना सँगसँगै हिँडेर खोलातिर लागे। मृग आफ्नो ठूलो कदमले अगाडि अगाडि हिँड्थ्यो र कछुवा पछाडि पछाडि बिस्तारै आउँथ्यो। तिनीहरू केही टाढा पुगेपछि अचानक मृगले आफ्ना कान ठाडो पार्यो। उसले केही अनौठो आवाज सुन्यो। त्यो आवाज घाँसमा केही घिस्रदै आए जस्तो थियो। मृगले होसियार भएर अगाडि हेर्यो। कछुवा, रोक, अगाडि हेर, मृगले चिच्याउँदै भन्यो। कछुवाले पनि आफ्नो टाउको उठायो र अगाडि हेर्यो। त्यहाँ जे थियो त्यो देखेर दुवैजनाको मुटु धड्कन थाल्यो। अगाडि एउटा विशाल अजिङ्गर आउँदै थियो। त्यो अजिङ्गर यति ठूलो थियो कि उसको शरीरले पुरै बाटो छेकेको थियो। उसको शरीर मोटो, रुखको फेद जत्तिकै बाक्लो थियो। उसका आँखाहरू साना साना तर अत्यन्तै डरलाग्दा थिए। उसको शरीर सुन्दर तर भयानक थर्काहरू थिए। अजिङ्गर बिस्तारै सरसर गर्दै तिनीहरूतिर नै आउँदै थियो। एहे, त्यो त जंगलकै सबैभन्दा ठूलो अजिङ्गर हो, मृगले डरले थरथर काँप्दै भन्यो। त्योसँग सबैजना डराउँछन्। हाम्रो बाटो पनि त्यही नै हो, अब हामी के गर्ने? कछुवा पनि डरायो, तर उसले शान्त हुने प्रयास गर्दै भन्यो। हामी अर्को बाटो खोज्न सक्छौँ कि? उसले सोध्यो। अर्को बाटो धेरै लामो छ, तर त्यो अजिङ्गर हाम्रोतिर नै आइरहेको छ। हामीले यो ठाउँबाट पार हुनै पर्छ, मृगले भन्यो। मृगले केही बेर सोच्यो अनि उसले एउटा विचार निकाल्यो। कछुवा, एउटा उपाय छ। हामी त्यो अजिङ्गर माथिबाट हाम फालेर पार हुन्छौँ। त्यो अजिङ्गर निकै ठूलो छ, तर हाम फाले भने हामी उसको माथिबाट सजिलै पार हुन सक्छौँ, मृगले आत्मविश्वासका साथ भन्यो। कछुवाले मृगले आश्चर्यले हेर्यो। हाम फाल्ने? तिमीलाई थाहा छ म कस्तो प्राणी हुँ? म त हिँड्न पनि बिस्तारै हिँड्छु। हाम फाल्ने कुरा त म सोच्न पनि सक्दिनँ, कछुवाले दुखी स्वरमा भन्यो। अरे, प्रयास त गर। प्रयास नगरी कसरी थाहा हुन्छ तिमी सक्छौ कि सक्दैनौ भनेर, मृगले प्रोत्साहन दिँदै भन्यो। तिम्रो खुट्टा बलियो छ, तिम्रो शरीर पनि बलियो छ, तिमीले प्रयास गर्नुपर्छ। कछुवाले मृगको कुरा सुन्यो, तर उसलाई आफ्नो क्षमतामा विश्वासै थिएन। तैपनि उसले सोच्यो कि कोसिस गरेर हेर्नुमा के जान्छ र। ठिक छ, तर तिमी पहिला जाऊ, म तिमीलाई हेरेर सिक्छु, कछुवाले भन्यो। मृगले आफ्नो चारैवटा खुट्टा बलियोसँग जमिनमा गाड्यो। उसले गहिरो सास फेर्यो। अजिङ्गर अझै पनि बिस्तारै आउँदै थियो। उसलाई कुनै हतार थिएन। मृग दौडिन थाल्यो। उसको गति बढ्दै गयो। अजिङ्गर नजिक पुगेपछि मृगले आफ्नो पूरा शक्तिले हाम फाल्यो। मृग हावामा उड्यो। उसको शरीर सुन्दर रूपमा हावामा तैरियो। अजिङ्गरले माथि हेर्यो, तर केही गर्न सकेन। मृग सजिलैसँग अजिङ्गरको माथिबाट पार भयो र अर्कोपट्टि सुरक्षित रूपमा ओर्लियो। वाह, कति सजिलो, मृगले खुसी साथ चिच्यायो। कछुवा, तिमी पनि आऊ न, यो त धेरै सजिलो छ। कछुवाले अजिङ्गरलाई हेर्यो।
अजिङ्गर अझै पनि बाटोमा थियो, बिस्तारै अगाडि सर्दै थियो। कछुवाको मुटु जोडले थड्किरहेको थियो। उसलाई थाहा थियो कि आफूले यो गर्न सक्दैन, तर मृगले यति प्रोत्साहन दिइसकेको थियो कि अब पछाडि हट्ने ठाउँ नै थिएन। ठिक छ, म प्रयास गर्छु, कछुवाले निराश स्वरमा भन्यो। कछुवाले आफ्नो खुट्टा बलियो बनायो। उसले आफ्नो खोलहरूलाई अलि माथि उठाउने प्रयास गर्यो अनि उसले हाम फाल्यो। तर कछुवाको हाम कस्तो थियो र? ऊ जमिनबाट अलि मात्र माथि उठ्यो र सोझै अजिङ्गरको शरीरमाथि खस्यो। तर खस्ने ठाउँ पनि कस्तो थियो? कछुवा अजिङ्गरको अण्डाको थुप्रो माथि नै खस्यो। अजिङ्गरले आफ्नो अण्डाहरू निकै मायाले पाल्थे। उसले त्यसलाई गर्मी दिइरहेको थिए। उसका अण्डाहरू छिट्टै फुट्ने बेला भइसकेको थियो। तर अब कछुवाको भारी खोलले केही अण्डाहरू चेप्टिएर नष्ट भइसकेका थिए। अजिङ्गरले यो देख्यो र उसको रिस आकाशसम्म पुग्यो। उसले जोडले फुङ्कार गर्यो। त्यो आवाज सुनेर वरपरका सबै चरा जनावरहरू डराएर भागे। तैँले मेरा बच्चाहरू मारिस्, तैँले मेरा अण्डाहरू नष्ट गरिस्। अजिङ्गर क्रोधले गर्जियो। अब म तँलाई छाड्दिन, तेरो जीवन आज यही समाप्त हुनेछ। कछुवाले मृगतिर हेर्दै मद्दत माग्यो। तर मृग त्यहाँ थिएन। मृग त उहिले डराएर भागिसकेको थियो। उसले कछुवालाई मद्दत गर्ने कुनै प्रयास नै गरेन। आफू सुरक्षित भएपछि उसलाई कछुवाको चिन्ता नै लागेन। मृग मृग मलाई बचाऊ, कछुवाले चिच्यायो, तर कुनै जवाफ आएन। अजिङ्गरले आफ्नो शरीरलाई कुण्डली मार्न थाल्यो कछुवालाई बाँध्नका लागि। कछुवाले बुझ्यो कि अब एकछिन पनि ढिला गर्ने समय छैन। उसले वरपर हेर्यो। एकातिर जङ्गल थियो, अर्कातिर खाडल थियो र अर्कोतिर एउटा भिरालो उकालो थियो जुन पहाडतिर जान्थ्यो। कछुवासँग दौडिने शक्ति थिएन, तर उसले एउटा उपाय सोच्यो। यो भिरालो ढल्कन उसले प्रयोग गर्न सक्थ्यो। कछुवाले आफ्नो सबै खुट्टा र टाउको खोलभित्र तान्यो र आफ्नो शरीरलाई गोलो बनायो अनि उसले आफूलाई त्यो भिरालो उकालोबाट तल झार्न थाल्यो। थप 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 कछुवा पहाडको भिरालोबाट लड्दै लड्दै तल झर्न थाल्यो। उसको गति बढ्दै गयो। अजिङ्गरले पछ्याउन खोज्यो, तर त्यो भिरालोमा उसलाई हिँड्नका लागि गाह्रो थियो। कछुवा घुम्दै घुम्दै निकै तल पुग्यो। तर अचानक उसको गति रोकियो। ऊ कतै अड्कियो। उसले बिस्तारै टाउको बाहिर निकालेर हेर्यो। ऊ एउटा गुफाभित्र पुगेको थियो र त्यो गुफा त भालुको वासस्थान थियो। गुफाभित्र एउटा ठूलो कालो भालु बसिरहेको थियो। भालुको आँखाहरू कछुवालाई हेर्दै थियो। भालु अलि अचम्मित थियो कि अचानक एउटा कछुवा उसको घरमा कहाँबाट आयो। तको होस्, यहाँ किन आइस? भालुले गम्भीर स्वरमा सोध्यो। कछुवाले हात जोडेर बिन्ती गर्न थाल्यो। भालु दाई, मलाई माफ गर्नुहोस्, मेरो इच्छाले यहाँ आएको होइन। म त्यो ठूलो अजिङ्गरबाट भाग्दै थिएँ। त्यसले मलाई मार्न खोज्दैछ। मैले गल्तीले उसको अण्डाहरूमाथि हाम फालेर केही अण्डाहरू नष्ट गरिदिए। अब त्यो मेरो ज्यान लिन पछि आउँदैछ। कृपया मलाई बचाउनुहोस्, कछुवाले थरथर काँप्दै भन्यो। भालुले कछुवाको कुरा सुन्यो। उसले लामो सास फेर्यो। कछुवा, म तेरो दुःख बुझ्छु, तर त्यो अजिङ्गरको नाम सुन्दा मेरो पनि रौँ ठाडा हुन्छन्। त्यो यस जङ्गलको सबैभन्दा खतरनाक प्राणी हो। मसँग उसँग लड्ने शक्ति छैन। म उसँग लडेँ भने म पनि मर्छु। मलाई माफ गर, तर म तँलाई मद्दत गर्न सक्दिनँ। त अगाडि भाग, कतै लुक, नत्र उसले तँलाई पक्कै मार्छ, भालुले दुखी स्वरमा भन्यो। कछुवा झन् डरायो, तर उसलाई थाहा थियो कि यहाँ बस्ने समय थिएन। उसले भालुलाई धन्यवाद दियो र फेरि भाग्न थाल्यो। कछुवा आफ्नो सक्दो गतिमा अगाडि बढ्यो। उसको खुट्टाहरू दुखेका थिए, उसको सास फुलेको थियो, तर उसलाई थाहा थियो कि रोकिने कुरा छैन। केही समयपछि कछुवाले एउटा बाघ देख्यो। बाघ एउटा चट्टानमाथि बसेर आराम गरिरहेको थियो। बाघ जङ्गलको राजा मानिन्थ्यो। उसको शरीर बलियो थियो, उसका नङहरू तीखा थिए। बाघदाई, बाघदाई, कृपया मलाई मद्दत गर्नुहोस्, कछुवाले बाघ कहाँ पुगेर बिन्ती गर्यो। बाघले आँखा खोल्यो र कछुवालाई हेर्यो। के भयो? किन यस्तो हतारमा छस्? बाघले सोध्यो। कछुवाले आफ्नो पूरा कथा सुनायो। कसरी मृगले हाम फाल्न भन्यो, कसरी आफू अजिङ्गरको अण्डामाथि खस्यो, कसरी अजिङ्गर रिसायो र कसरी भालुले पनि मद्दत गर्न मानेन। सबै कुरा सुनाउँदा कछुवाको आँखाबाट आँसु आए। बाघले सबै कुरा सुन्यो। उसको अनुहारमा अलिकति चिन्ताको भाव आयो। कछुवा, म जङ्गलको राजा हुँ। म धेरै जनावरहरूसँग लड्न सक्छु, तर त्यो ठुलो अजिङ्गर भने फरक छ। उसको शरीर यति लामो छ कि उसले मलाई बेर्न सक्छ। उसको बल अचम्मको छ। म उसँग लड्न जान सक्दिनँ। मलाई माफ गर र म मद्दत गर्न असमर्थ छु। बाघले पनि अस्वीकार गर्यो। कछुवाको मन झन भाँचियो। जङ्गलको राजाले पनि मद्दत गर्न मानेन भने अब कसले गर्ला? कछुवा फेरि अगाडि बढ्यो। अब उसको आशा टुट्दै गयो, तर उसले हार मानेन। अगाडि गएपछि उसले आकाशमा एउटा ठूलो चिल देख्यो।
चिल आकाशमा उड्दै थियो। कछुवाले जोडले चिच्यायो, चिल महाराज, कृपया तल आउनुहोस्, मलाई मद्दत चाहिएको छ। चिलले त्यो आवाज सुन्यो। उसले तल हेर्यो। एउटा सानो कछुवा देख्यो। चिल तल ओर्लियो र कछुवाको अगाडि बस्यो। के भयो सानो कछुवा, किन यति डराएको छस्? चिलले सोध्यो। कछुवाले फेरि आफ्नो पूरा कथा सुनायो। उसको आवाज काम्दै थियो। उसका आँखामा आँसु थिए। चिलले सबै कुरा ध्यानले सुन्यो। उसले कछुवाको अवस्था हेर्यो। कछुवा कति थकित थियो, कति डराएको थियो। चिललाई दया लाग्यो। कछुवा, त निकै कठिन परिस्थितिमा छस्। भालु र बाघले मद्दत गरेनन्, तर म तँलाई छोड्दिन, म तँलाई बचाउँछु, चिलले भन्यो। कछुवाको आँखामा आशाको ज्योति चम्कियो। साँच्चै तपाईँ मलाई बचाउनुहुन्छ? कछुवाले आश्चर्यले सोध्यो। हो, म तँलाई लुकाउँछु। मेरो पेटमुनि आ, चिलले भन्यो। चिलले आफ्नो बायाँ पखेटा उठायो र कछुवालाई त्यसमुनि लुक्न लगायो। कछुवा सानो थियो र चिलको पखेटामुनि सजिलै लुक्न सक्थ्यो। अब त यहाँ शान्त भएर बस, कुनै आवाज नगर, म त्यो अजिङ्गरसँग कुरा गर्छु, चिलले भन्यो। केही समयपछि त्यो विशाल अजिङ्गर त्यहाँ आइपुग्यो। उसको शरीर धेरै लामो थियो। ऊ बिस्तारै सर गर्दै सर्दै आयो। उसका आँखाहरू क्रोधले राता थिए। अजिङ्गरले चिललाई देख्यो। हे चिल, तैँले एउटा कछुवा देखिस्? अजिङ्गरले पिस्स गर्दै सोध्यो। चिलले शान्त रूपमा जवाफ दियो। कछुवा? कुन कछुवा? यहाँ त कुनै कछुवा आएको छैन। अजिङ्गरले जमिनमा हेर्यो। त्यहाँ कछुवाको खुट्टाको चिन्ह थिए, जुन यही ठाउँसम्म आएर रोकिएको थियो। झुट बोल्छस्? कछुवाको खुट्टाको चिन्ह यहाँसम्म आएको छ। ऊ यहीँ छ, तैँले यसलाई लुकाएको छस्, अजिङ्गरले क्रोधले भन्यो। म झुट बोलिरहेको छैन, त विश्वास गर्दैनस् भने खोज, चिलले भन्यो। अजिङ्गरले वरपर हेर्यो। कतै कछुवा देखिएन। अनि उसको नजर चिलको पखेटातिर गयो। तेरो पखेटा फिजा, दुवै पखेटा, अजिङ्गरले आदेश दियो। चिलले पहिले आफ्नो दायाँ पखेटा पूर्ण रूपमा फिजायो। त्यसमुनि केही थिएन। अब अर्को पखेटा पनि फिजा, अजिङ्गरले भन्यो। मेरो बायाँ पखेटा बिरामी छ, यो मैले फिजाउन सक्दिनँ। केही दिन अघि एउटा चट्टानमा लागेर घाइते भएको थिएँ, चिलले बहाना बनायो। तर अजिङ्गर चलाक थियो। उसले नजिक आएर चिलको बायाँ पखेटातिर ध्यानले हेर्यो र त्यहाँ उसले केही देख्यो, कछुवाका खुट्टाहरू। चिलको बायाँ पखेटा मुनिबाट कछुवाको सानो खुट्टा अलि बाहिर निस्किएको थियो। त्यो के हो? त्यो कछुवाको खुट्टा होइन। तैँले मसँग झुट बोलिरहेको छस्। तैँले यो कछुवालाई लुकाएको छस्, अजिङ्गर क्रोधले गर्जियो। अब सत्य उजागर भइसकेको थियो। चिलले पनि छुक्न मानेन। हो, मैले कछुवालाई लुकाएको हो। त यसलाई मार्न खोज्छस्, तर म यसलाई बचाउँछु। त जनावर होस्, म चरा हुँ, तेरो माथि मेरो कुनै दायित्व छैन, चिलले बहादुरीपूर्वक भन्यो। तैँले चराहरूलाई जनावरहरू विरुद्ध लगाउँदैछस्। ठिक छ, भोलिदेखि जनावर र चराबीच ठुलो युद्ध हुन्छ। त र तेरो सबै चरा साथीहरू मर्छन्, अजिङ्गरले घोषणा गर्यो। अनि अजिङ्गर त्यहाँबाट फर्कियो सबै जनावरहरूलाई भेला गर्न। अजिङ्गरले जङ्गलका सबै जनावरहरूलाई भेला गर्यो। भालु आयो, बाघ आयो, स्याल आयो, बाँदर आयो, हात्ती आयो। सबै जनावरहरू अजिङ्गरको आँगनमा आइपुगे। सुन सबैले, चराहरूले हाम्रो अपमान गरेका छन्। चिलले मेरो शत्रु कछुवालाई लुकायो। अब चराहरू र जनावरहरू बीच युद्ध हुन्छ। हामी जनावरहरू एक भएर चराहरूलाई हराउँछौँ, अजिङ्गरले घोषणा गर्यो। सबै जनावरहरू एक स्वरमा गर्जिए। युद्धको घोषणा भइसकेको थियो। अर्कोतिर चिलले पनि सबै चराहरूलाई भेला गरेको थियो। त्यहाँ एउटा विशाल बरको रुख थियो। त्यो रुख यति ठुलो थियो कि उसका हाँगाहरू आकाशसम्म पुगे जस्तो लाग्थ्यो। त्यो रुखमा सबै चराहरू भेला भए। कौवा आयो, कोइली आई, मैना आयो, बाज आयो, उल्लु आयो, बटाई आयो, गौँथली आयो। सानो ठुलो हरेक प्रकारका चराहरू आए। साथीहरू, हामीमाथि खतरा आएको छ। जनावरले हामीसँग युद्ध गर्न आउँदैछन्। हामीले एक भएर लड्नुपर्छ, चिलले भन्यो। चराहरू आपसमा छलफल गर्न थाले। केहीले भने लड्नुपर्छ, केहीले भने भागे हुन्छ। तर चिलले सबैलाई बुझाए कि यो समय साहस देखाउने हो, डराउने होइन। तर तिनीहरूको छलफल पूरा हुनु अघि नै जनावरहरू आक्रमण गर्न आइपुगे। जनावरहरूको सेना बरको रुखतिर आउँदै थियो। अगाडि अगाडि अजिङ्गर थियो, उसको पछाडि भालु थियो, बाघ थियो, स्याल थियो, अनि धेरै जनावरहरू थिए। अजिङ्गरले बरको रुखमाथि आफ्नो सबै शक्ति लगाएर फिस्स गर्यो। त्यो हुङ्कार यति शक्तिशाली थियो कि रुखका केही हाँगाहरू भाँचिएर तल खसे। साना साना चराहरू डरले काप्न थाले। गौँथली र बटाईहरू थरथर काप्दै थिए। तिनीहरूले कहिले यति डरलाग्दो दृश्य देखेका थिएनन्। जनावरहरूले जय जयकार गरे। अजिङ्गरको शक्ति देखेर तिनीहरू खुसी थिए। वाह, हाम्रो अजिङ्गर महान छ, हामी जित्छौँ, जनावरहरूले चिच्याए। अजिङ्गरले फेरि एकपटक फुङ्कार गर्यो। झन जोडले रुखका अझ केही हाँगाहरू भाँचिए।
त्यस्तो लाग्थ्यो कि जनावरहरू युद्ध जित्न लागेका थिए। त्यो बरको रुखमा एउटा चमेरो पनि बसेको थियो। चमेरो एक अचम्मको प्राणी थियो। उसका पखेटा थिए तर ऊ चरा थिएन। उसको शरीर मुसा जस्तो थियो तर ऊ मुसा भने थिएन। ऊ दुवै बीचको प्राणी थियो। चमेरोले युद्धको अवस्था हेर्यो। अजिङ्गर धेरै शक्तिशाली देखियो। जनावरहरू जित्ने जस्तो लागिरहेको थियो। चमेरो धेरै स्वार्थी थियो। उसलाई सत्यता र वफादारीताको कुनै चासो थिएन। उसलाई आफ्नो फाइदा मात्र महत्त्वपूर्ण थियो। उसले सोच्यो कि जनावरहरू जित्ने भए म पनि तिनीहरूतिर जाने। चमेरो बरको रुखबाट उडेर जनावरतिर गयो। म चरा होइन, म त मुसाको परिवार हुँ। मेरो शरीर हेर, म मुसा जस्तो देखिन्छु। म तिमीहरूको साथमा छु। चमेरोले जनावरहरूलाई भन्यो। जनावरहरूले चमेरोलाई स्वागत गरे। तिनीहरूलाई लाग्यो कि यो राम्रो सङ्केत हो। तर चराहरूले हार मानेका थिएनन्। चिल सबैलाई एकीकृत गर्दै थियो। अब हामी पनि आक्रमण गर्नुपर्छ। साना साना चराहरू, तिमीहरूले किरा फट्याङ्ग्रामाथि आक्रमण गर। ठुला ठुला चराहरू, मसँग आओ। हामी त्यो अजिङ्गरलाई हराउँछौँ। चिलले आदेश दियो। साना साना चराहरूले किरा फट्याङ्ग्रा र पुतलीहरूमाथि आक्रमण गरे। ती साना साना प्राणीहरू जनावरहरूको खानाको स्रोत थिए। तिनीहरूमाथि आक्रमण गर्नाले जनावरहरूलाई समस्या हुने थियो। अर्कोतिर चिलले सोझे अजिङ्गरमाथि आक्रमण गर्यो। चिल आकाशबाट तीव्र गतिमा तल झर्यो र आफ्नो तीखो नङले अजिङ्गरको शरीरमा घाउ पार्यो। आत्था! अजिङ्गर दुखाइले चिच्यायो। सबै जनावरहरू अचम्मित भए। अजिङ्गर घाइते भएको थियो। यो समाचार चराहरूसम्म पुग्यो र सबै चराहरूले जय जयकार गरे। वाह, हामी जित्दैछौँ। चिल महान छ। चराहरूले खुसीले गायन गरे। चमेरोले यो दृश्य देख्यो। अब चराहरू जित्ने जस्तो लागिरहेको थियो। चमेरोको मन फेरि बदलियो। म त चरा नै हुँ। हेर, म उड्न सक्छु। उड्न सक्ने प्राणी चरा नै हो। चमेरोले भन्दै फेरि बरको रुखतिर उड्यो। चमेरो फेरि चराहरूको बीचमा आइपुग्यो। उसले दावी गर्यो कि ऊ सधैँ चरा नै थियो र उसलाई जनावरहरूले जबरजस्ती लगेका थिए। केही चराहरूले चमेरालाई शङ्काको दृष्टिले हेरे, तर युद्धको बेला यो कुरामाथि ध्यान दिने समय नै थिएन। अजिङ्गरले आफ्नो घाउको बावजुद फेरि आक्रमण गर्ने निर्णय गर्यो। उसले बरको रुखमाथि आक्रमण गर्न थाल्यो, तर यसपटक उसको भाग्य खराब थियो। अजिङ्गर रुखमाथि चढ्न थाल्यो। उसको लम्बाइ र शक्ति उसको लागि अहिले हानिकारक बन्यो। उसको टाउको रुखको हाँगामा अड्कियो। जति प्रयास गरे पनि ऊ त्यही नै अड्कियो। चिलले यो मौका देख्यो। ऊ तीव्र गतिमा तल आयो र अजिङ्गरको मेरुदण्डमाथि जोडले प्रहार गर्यो। चिलको तीखो नङले अजिङ्गरको मेरुदण्ड तोडियो। अजिङ्गर त्यही सुस्त भयो। उसको शरीर निस्तेज भयो। केही क्षणपछि अजिङ्गरको प्राण गयो। जङ्गलको सबैभन्दा शक्तिशाली अजिङ्गर मरेको थियो। अजिङ्गर मरेसँगै जनावरहरूको हिम्मत टुट्यो। तिनीहरूको सबैभन्दा शक्तिशाली योद्धा अब थिएन। जनावरहरू भाग्न थाले। चराहरूले आक्रमण रोके। युद्ध समाप्त भएको थियो। विजय चराहरूको भएको थियो। सबै प्राणीहरू आफ्नो दैनिक जीवनमा फर्किए। भालु आफ्नो गुफामा फर्कियो। बाघ आफ्नो क्षेत्रमा गयो। चराहरू आफ्ना गुडमा फर्किए। जीवन पहिले जस्तै हुन थाल्यो। तर एउटा प्राणी थियो जसको जीवन कहिल्यै पहिले जस्तो भएन। चमेरोलाई कसैले माफ गरेन। जब चमेरो जनावर कहाँ गयो, तिनीहरूले भने, त हामीलाई छोडेर चराहरूतिर गइस्, त हाम्रो मित्र होइनस्। जब चमेरो चरा कहाँ गयो, तिनीहरूले भने, त पहिला जनावरतिर गएको थिइस्, त विश्वासघाती होस्, त हाम्रो मित्र होइनस्। कसैले पनि चमेरोसँग बोल्न मानेनन्। कसैले पनि चमेरोलाई आफ्नो समूहमा राख्न मानेनन्। चमेरो एक्लो भयो। सबैले चमेरोलाई विश्वासघाती भन्न थाले। उसको दुईमुखे स्वभाव सबैलाई थाहा भइसकेको थियो। चमेरोलाई लाज लाग्न थाल्यो। दिनको उज्यालोमा बाहिर निस्कन उसको हिम्मत भएन। सबैले उसलाई देखेर कुरा गर्थे, हाँस्थे, गाली गर्थे। त्यसैले चमेरोले एउटा निर्णय गर्यो। ऊ अब दिनमा बाहिर निस्कदैन। ऊ राति मात्र बाहिर आउँछ जब कसैले देख्दैन। यही कारणले आजसम्म पनि चमेरो दिनमा लुकेर बस्छ र राति मात्र बाहिर निस्कन्छ। उसलाई आफ्नो विश्वासघातीपनको लाज छ, जुन पुस्तौं पुस्ता उसको वंशमा रहिआएको छ। कछुवा भने सुरक्षित रह्यो। चिलको मायाले उसको ज्यान बच्यो। कछुवाले चिललाई जीवनभर धन्यवाद दियो। मृग भने कहिल्यै कसैको आँखामा हेर्न सकेन। उसले आफ्नो मित्रलाई कठिन समयमा छोडेको थियो। त्यो कुरा उसको मनमा सधैँ खड्किरह्यो। यो कथाले हामीलाई धेरै कुराहरू सिकाउँछ। पहिलो, साँचो मित्र त्यो हो जसले कठिन समयमा साथ दिन्छ। मृगले कछुवालाई छोड्यो, तर चिलले आफ्नो ज्यान जोखिममा राखेर पनि कछुवालाई बचायो। दोस्रो, विश्वासघात कहिल्यै माफ हुँदैन। चमेरोले दुवै पक्षसँग खेल्यो र अन्त्यमा कसैको भएन। तेस्रो, बलियो प्राणी पनि सधैँ जित्दैन। अजिङ्गर जङ्गलकै सबैभन्दा शक्तिशाली थियो, तर चिलको बुद्धिमत्ता र साहसले उसलाई हरायो। चौथो, साना प्राणीहरू पनि एक भए
ठूला काम गर्न सक्छन्। साना साना चराहरूले मिलेर जनावरहरूलाई हराए। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजको लागि कथा सकिएको छ। तपाईलाई आजको कथा के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।